वेल्थ अफ नेसन्स अन्तर्गतको च्याप्टर 8 मा एडम स्मिथले वेजेस अफ लेबरको डिस्कस गर्छन्। वेजेस भन्नाले वर्करले आफ्नो श्रम बेचेर पाउने इन्कम हो। वेजेसको कुरा गर्दा हामीलाई लाग्छ कि यो वर्कर र इम्प्लोयर बीचको डिल हो। वर्कर हायर वेजेस चाहन्छन् र इम्प्लोयर लोअर वेजेस। तर यो डिल सधैँ बराबरको हुँदैन, किनकि इम्प्लोयर्सको संख्या कम हुन्छ र वर्कर्सहरू धेरै हुन्छन्, जसको कारण इम्प्लोयर्ससँग बार्गेनिङ पावर बढी हुन्छ। यसर्थ वेजेस केवल म्युचुअल एग्रिमेन्ट नभई पावर ब्यालेन्समा पनि डिपेन्ड गर्छ। त्यसो भए वेजेसको कुनै मिनिमम लेभल हुन्छ त? स्मिथ भन्छन् हुन्छ, र त्यो सबसिस्टेन्स लेभल हो। सबसिस्टेन्स लेभल भन्नाले यस्तो लेभल जहाँ वर्करले बेसिक निड्स पुरा गरेर बाँच्न सक्छ। तर ग्रोइङ इकोनोमीमा वेजेस केवल सबसिस्टेन्समा सीमित हुँदैन, त्यो लेभल भन्दा माथि जान सक्छ, जसकारण वर्कर्सले बेटर लाइफ इन्जोय गर्न सक्छन्। अब वेजेस कहिले कम हुनु र कहिले बढ्नुको कारण हो डिमान्ड फर लेबर। जब इकोनोमी एक्सपान्ड हुन्छ, नयाँ बिजनेस सुरु हुन्छ र क्यापिटल इन्भेस्टमेन्ट हुन्छ, जसकारण कामको डिमान्ड बढ्छ र वेजेस पनि इन्क्रिज हुन्छ। त्यसैले वेजेस फन्डामेन्टली इकोनोमिक ग्रोथमा डिपेन्ड गर्छ। तर वेजेसको परिवर्तन केवल लेबर मार्केटमा मात्र होइन, पपुलेसनमा पनि असर गर्छ। जब वेजेस बढ्छ, यसले वर्कर्सको लिभिङ कन्डिसन सुधारिन्छ र फ्यामिली ग्रोथलाई पनि इन्करेज गर्छ। यसरी वेजेसको इन्क्रिजसँगै पपुलेसन पनि बिस्तारै बढ्दै जान्छ। फेरि पपुलेसन बढेसँगै लेबर सप्लाई पनि बढ्छ, जसले वेजेसमा प्रेसर ल्याउँछ। यदि इकोनोमी निरन्तर रूपमा ग्रो भइरहेको छ भने यो बढेको लेबर पनि सहजै एब्जर्ब हुन्छ। त्यसैले एडम स्मिथले पपुलेसनलाई प्रब्लम नभई वेजेस र इकोनोमिक ग्रोथसँगै जोडिएको नेचुरल एडजस्टमेन्टको रूपमा हेर्छन्। अर्को रियलिस्टिक कुरा के पनि छ भने इम्प्लोयर्स कहिलेकाहीँ मिलेर वेजेस कम राख्न खोज्छन् र वर्कर्सले अपोज गर्ने भएका कारण यी दुई बीच समय समयमा कन्फ्लिक्ट हुन्छ। सिस्टम र लजहरू अक्सर इम्प्लोयर्सको पक्षमा हुन्छ, जसले इनइक्वालिटी देखाउँछ। तर लङ रनमा भने वेजेसलाई डिसाइड गर्ने मुख्य फोर्स भनेको मार्केट डिमान्ड फर लेबर नै हो। स्मिथ भन्छन् वेजेस जति इन्क्रिज हुँदै जान्छ, त्यसले वर्कर्सलाई त्यति नै मोटिभेट गराउँछ र प्रोडक्टिभिटी बढाउँछ, जसकारण ओभरअल इकोनोमी नै ग्रोथ गर्छ। वेजेस हाई हुनु भनेको सोसाइटीको प्रोस्पेरिटीको संकेत हो। अब वर्कर्सको वेजेस जस्तै बिजनेस चलाउनेहरूको इन्कम भनेको प्रफिट हो। त्यसो भए के प्रफिट्स पनि वेजेस जस्तै हुन्छ या यसको डिरेक्सन फरक हुन्छ? यसको उत्तर हामी च्याप्टर 9 प्रफिट्स अफ स्टकमा डिस्कस गर्नेछौँ। For more insights, please do like, share and subscribe my channel.